हेलो गाइज नमस्ते। मैले लामो समयदेखि चाहिँ स्टुडेन्ट भिजामा भिडियोहरू केही पनि बनाएर हालेको थिइनँ र आज म एउटा भिडियो हाल्दैछु विशेष गरी उहाँहरूको लागि जसले चाहिँ साउथ कोरियामा चाहिँ हामी स्टुडेन्ट पढ्न आएर फ्युचरहरू बनाउन सक्दैनौँ, यहाँ सेटल भएर बस्न सक्दैनौँ। साउथ कोरियामा चाहिँ आइयो, दुःख पाइयो, गल्ती गरियो, यो कन्ट्री छोडेर अर्को कन्ट्री जान पाए नि हुन्थ्यो, अथवा ब्याचलर कोर्स सकिसकेपछि मास्टरको लागि चाहिँ साउथ कोरियाभन्दा अन्य देशमा जान पाए हुन्थ्यो, अथवा जान्छु भनेर कुनै स्टुडेन्टहरूले प्लान गर्दै हुनुहुन्छ भने उहाँहरूको लागि विशेष गरी यो भिडियो सुन्नु होला है त। हुन पनि हो, हामी अन्डर ग्रेजुएट स्टुडेन्ट साउथ कोरियामा सुरुमा आउँदाखेरि काम नपाएर एग्रिकल्चरतिर प्याज उखाल्न, आलु उखाल्न जस्ता कामहरू अब खन्ने हो कि रोप्ने हो कि अथवा त्यही काम पनि गर्नको लागि बडा मुस्किल हुन्छ। दलाल मार्फत जाम भने दलालले पैसा लिइदिन्छ, काम भने चाहिँ हप्तामा 2 दिन 3 दिनमै भएर फर्काइदिन्छ। आफूले दलाललाई पे गरेको पैसा पनि कहिले आउँदैन, कहिले काम गर्न नसक्दा साहुले चाहिँ निकालिदिन्छ। अनि त्यस्तो पीडाहरू धेरै भोग्नुपर्छ। अब रेस्टुरेन्टको काम त तपाईँहरू सबैजनालाई थाहा छ, रेस्टुरेन्टको काम पाउनु भनेको चाहिँ एकदमै हामी खुसी लाग्छ, खुसी मान्छौँ। त्यही काम गर्दै जाँदा फेरि 12 घन्टा उभियो, 8 घन्टा 10 घन्टा उभियो होइन। अनि हामी सोच्छौँ कि अब साउथ कोरियामा चाहिँ यो कामभन्दा अरू केही कामै छैन, अब ब्याचलर यहाँ गरे पनि मास्टर गर्दा पनि यही होला, जिन्दगीभरि यही गर्नुपर्छ होला, अरू काम त पाइँदैन होला हामीले भन्ने जुन धारणा छ, त्यस्तो प्रकारको जुन धारणा छ त्यो धारणालाई लिएर चाहिँ यो भिडियो बनाएको हो। किनभने चाहिँ मैले पनि त्यो फेज पार गरिसकेको छु। अहिले चाहिँ म ग्रेजुएट भइसकेको भएको कारणले गर्दाखेरि चाहिँ जुन मैले भोगेर आएँ र जुन मैले अगाडिको कुराहरू देख्न गइरहेको छु त्यो कुराहरूलाई चाहिँ मैले तपाईँहरू समक्ष पनि देखाइदिनुपर्छ भन्ने चाहिँ मलाई लागेर हो। किनभने अहिले हामी यति धेरै नेपाली स्टुडेन्टहरू साउथ कोरियामा छौँ, सबैभन्दा धेरै त अन्डर ग्रेजुएट स्टुडेन्टहरू हुनुहुन्छ। उहाँहरू जसरी अहिले चाहिँ दुःख पाइराख्नु भएको छ, उहाँहरूले चाहिँ होइन यो साउथ कोरियामा चाहिँ धेरै समय चाहिँ बस्न सकिँदैन रहेछ भन्ने कन्सेप्टहरू भइराखेको छ। उहाँहरूको लागि चाहिँ कन्सेप्टहरू चाहिँ क्लियर गरिदिएर उहाँले भोलिको भविष्य चाहिँ रोज्न सकुन्, उहाँ नेपाल फर्किने कि अर्को कन्ट्री जाने कि साउथ कोरियाको लागि चाहिँ प्रिपेयर भएर चाहिँ बस्नको लागि चाहिँ यो भिडियो बनाएको हुँ। यदि तपाईँ साउथ कोरियामै बस्न छ भने पनि यो भिडियो हेर्नुहोस्, साउथ कोरिया छोड्न छ भने पनि यो भिडियो चाहिँ पुरा हेर्नुभयो भने सायद तपाईँलाई चाहिँ एकदमै धेरै क्लियरिफाई हुनुहुन्छ भन्ने मलाई विश्वास छ। ल अब सुरु गरौँ साउथ कोरियामा हामीले फ्युचर बनाउन सक्छौँ सक्दैनौँ भन्ने विषयमा। सुरुमा हामी नेपालबाट साउथ कोरिया आउँदा हामीलाई जेरो पनि भाषा आउँदैन, कतिलाई आउँछ होला पनि। त्यसपछि भाषा नआइसकेपछि हामी कामहरू खोज्दाखेरि हामीलाई कति रेस्टुरेन्टले रिजेक्ट गर्छ। इभन हामीलाई के अरे एग्रीमा काम गर्दा पनि साहुहरूले काम गर्न दिँदैन, निकालिदिन्छ काम गर्न नसकेको अवस्थामा। बिस्तारै समय बित्दै जान्छ, तपाईँसँग कामको एक्सपिरियन्स पनि हुन्छ, भाषा पनि थोरै इम्प्रुभ हुँदै जान्छ। त्यसपछि तपाईँले त्यो रेस्टुरेन्टमा अथवा त्यो ठाउँमा काम गर्दै स्टार्टिङमा जुन स्यालेरी पाउनुभएको थियो भोलिको दिनमा त्यो बढ्दै जान्छ। हामी अन्डर ग्रेजुएट स्टुडेन्टहरूले हामी भनेको यहाँ पार्ट टाइम जब जता पाए जे कामहरू मिल्छ जुन हामीलाई गर्नको लागि सहज हुन्छ त्यस्तो कामहरू चाहिँ खोज्ने हो। त्यो बेला भनेको नै हामी ग्रेजुएट नहुँदासम्मको बेलामा हो। त्योमा तपाईँले रेस्टुरेन्टमा काम पाउनु होला, मोबाइल सपमा पाउनु होला, अब रेमिटेन्समा पाउनु होला, अथवा अन्य कुनै सेक्टरहरूमा तपाईँले काम पाउनुहुन्छ। त्यो बेलामा तपाईँले त्यहाँ फ्युचर खोज्ने होइन, त्यहाँ भनेको जस्ट तपाईँलाई खाना खर्च अनि ट्राभल खर्च अनि त्यसपछि तपाईँको युनिभर्सिटीको फिस अब अथवा तपाईँको घर पठाउने पैसा, त्यसमा चाहिँ तपाईँले चाहिँ थोरै कलेक्ट गरेर मात्र बिताउने टाइम हो त्यो भनेको। तपाईँले फ्युचर खोज्ने भनेको आफ्टर ग्रेजुएट भइसकेपछि हो। ग्रेजुएट भइसकेपछि चाहिँ किन फ्युचर खोज्ने भनेपछि तपाईँ बल्ल क्वालिफाई हुनुहुन्छ कि त्यसको लागि। तपाईँ ब्याचलर पढ्न आउनुभएको छ अनि तपाईँले चाहिँ अब ठुल्ठुलो कम्पनीहरूमा चाहिँ काम गर्न खोज्नुभयो भने त तपाईँसँग त एक्सपिरियन्स पनि छैन, तपाईँसँग त सर्टिफिकेटै छैन भने तिनीहरू कम्पनीले तपाईँलाई हायर गर्दैन। अनि त्यसपछि हामीले अरू कामै नपाएपछि के काम गर्ने, रेस्टुरेन्टमा काम गर्ने, एग्रीमा काम गर्ने, जता काम पाउँछ त्यो कामहरू गर्ने हो त्यो टाइम भनेको। तपाईँले ब्याचलर सकिसकेपछि तपाईँसँग ब्याचलरको सर्टिफिकेट हुन्छ,
ब्याचलरको सर्टिफिकेट भइसकेपछि मास्टर गर्नुहुन्छ। मास्टर पढ्दै तपाईँले कुनै जस्तै तपाईँको 5 स्टार होटलमा एचएम पढ्नुभएको छ भने 5 स्टारमा तपाईँले एज अ स्टाफ इम्प्लोइको अथवा तपाईँसँग कति क्वालिफाई हुनुहुन्छ तपाईँ होइन, त्यसको आधारमा तपाईँले सपोज है अब जुनमा जान सक्नुहुन्छ। तपाईँको अब इन्जिनियरिङ आइटी फिल्ड हुनुहुन्छ भने तपाईँ जुनसुकै ठाउँको आइटी फिल्डमा चाहिँ तपाईँले आफ्नो जब एप्लाई गर्न सक्नुहुन्छ, किनकि तपाईँ क्वालिफाई हुनु भइसक्यो कि त्यसपछि। अनि बिस्तारै तपाईँको मास्टर हुन्छ। मास्टर भइसकेपछि तपाईँले झन् क्वालिफाइड हुनुभयो। त्यसपछि तपाईँले पिएचडी गर्नुभयो। पिएचडी गरिसकेपछि तपाईँले जुनसुकै ठाउँमा पनि जब एप्लाई गर्नुभयो नि, तपाईँ यो भाँडा माझ्ने काम, यो एग्रिकल्चरको काम, अथवा हल सर्भिसिङको काम, अथवा मल सबको काम, योभन्दा बाहेक अन्य कामहरू धेरै जुन तपाईँले चुज गर्न सक्नुहुन्छ। तपाईँले त्यस्तो खालको कामहरू गरेपछि बल्ल तपाईँले आफ्नो फ्युचर, आफ्नो करियरतिर सोच्ने टाइम हो त भनेको। अनि तपाईँ हामी ब्याचलरमा आएर यस्तो खालको काम पाइएन, भाँडा माझ्ने काम भयो, एग्रिकल्चरको काम भयो भनेर चाहिँ गुनासो कसले गर्ने त? आफूले गुनासो मात्रै गर्ने हो, किनकि अरूसँग गुनासो गरेर यसको फाइदै छैन। जुन कुराको सोल्युसनै हुँदैन त्यो कुरामा चाहिँ अल्झेर बस्नु भनेको हामी नै मूर्ख हो। त्यसले गर्दाखेरि यस्ता खालको कामहरू तपाईँले गर्न सक्नुहुन्छ। साउथ कोरियामा मजाले काम पाइन्छ, तर काम पाउनुको लागि तपाईँ क्वालिफाइड हुनु पऱ्यो, तपाईँ फाइट गर्न सक्नु पऱ्यो, तपाईँसँग त्यो लेभल हुनु पऱ्यो, तपाईँसँग चाहिँ डकुमेन्ट हुनु पऱ्यो, तपाईँसँग स्किल हुनु पऱ्यो। तपाईँले आफ्नो यति जति पनि 4 वर्षको टाइम छ, त्यो 4 वर्षको टाइममा आफूलाई बनाउनु भयो भने पछाडिको दिन तपाईँको करियर, जुन बेलामा करियर बन्छ नि, त्यो टाइममा तपाईँले साउथ कोरियामा पनि हरेक कुराहरू गर्न सक्नुहुन्छ। जुन तपाईँले अस्ट्रेलिया, क्यानाडा, युएसए गएर गर्ने जुन सपना देख्नु भएको छ नि, तपाईँले साउथ कोरियामा नै तपाईँले त्यो सपना चाहिँ फुलफिल गर्न सक्नुहुन्छ। यस्तो कुराहरू चाहिँ अहिले जब हामी ब्याचलर क्लियर गऱ्यौँ, अब चाहिँ हामीले चाहिँ अपकमिङ डेमा चाहिँ के गर्ने भनेर जुन प्लानिङहरू गरिरहेका छौँ, त्यो प्लानिङ गर्दा चाहिँ आफू नै त्यो कुराहरूमा ठुकिएको भएको कारणले गर्दा, त्यो कुराहरूको चाहिँ थोरै नलेज भएको कारणले गर्दा मैले तपाईँहरूलाई सेयर गरेको। अहिले ब्याचलरमा जति पनि दुःख पाउनुभएको छ, दुःख गर्नुहोस्, दुःख पाएको बेलामा दुःख गर्नुपर्छ। त्यो दुःखको सदुपयोग गरिसकेपछि, तपाईँ ब्याचलर कम्प्लिट गरिसकेपछि तपाईँले त्यही कुरालाई युटिलाइज गरेर भोलिको दिनमा चाहिँ तपाईँलाई राम्रो हुनसक्छ। अब हजुरलाई साउथ कोरिया मन पर्दैन, यहाँ बस्नै मन पर्दैन, अब योभन्दा त बेटर कन्ट्रीमै जान्छु, मेरो इच्छा नै बाहिर हो भन्नुहुन्छ भने त त्यो त तपाईँको इच्छाको कुरा हो। तर पनि जो मान्छेले साउथ कोरिया आएर आफ्नो लाइफको 4 वर्ष यहाँ स्पेन्ड गरिसकेको हुनुहुन्छ, जो चाहिँ माइनसमा आएर 0 लेभलमा चाहिँ पुग्ने टाइममा आएर चाहिँ फेरि अर्को देशमा गएर फेरि माइनसमा चाहिँ नजानु, आफ्नो टाइमको अनि आफ्नो कामको, इमोसनको, एभ्रिथिङको चाहिँ सही सदुपयोग गर्नु होला। केही सल्लाह सुझाव चाहिएमा चाहिँ तपाईँले मलाई म्यासेज गर्न पनि सक्नुहुन्छ। जस धेरै मान्छेहरूले चाहिँ साउथ कोरियामा चाहिँ फ्युचर छैन, यो कन्ट्री छोडेर अर्को कन्ट्री जान पाए हुन्थ्यो भन्ने जुन फ्रस्ट्रेसन छ, त्यो फ्रस्ट्रेसनमा चाहिँ नबस्नु होला। तपाईँले चाहिँ आजैबाट मिहिनेत गर्नुभयो भने साउथ कोरिया भनेको कोरियन भाषा चल्ने देश हो। जतिसुकै आइएल्समा 7 नै मागे तापनि त्यसले गर्दा स्टार्टिङ डेजबाट नै तपाईँले कोरियन ल्याङ्ग्वेजले फोकस गर्नुभयो भने तपाईँले यहाँ एकदमै राम्रो तरिकाले लाइफस्टाइल चाहिँ बिताउन पाउनुहुन्छ। अरू त के भन्ने, त्यही हो, बी स्ट्रङ हुनुपर्छ। रोएर यो के भन्छ अरे आफै डिप्रेसनमा गएर एन्जाइटीमा गएर चाहिँ नबस्नु होला। जस्तो काम हुन्छ त्यो कामको राम्रोसँग काम गर्नु होला, आफ्नो केयर गर्नु होला विदेशको ठाउँमा। म बस त्यति भन्न चाहन्छु। ओके, बाई।